भागेर मैले नङले कोबार दिएर ओइ नङले कोबार त तपाईँ एन्टी लाइक गरे मोबाइल दिए बाबा केटोहरु चिप्पिन पर पछाडि मोबाइल आइज सिराज फेक चिनेर त्यो चिल्ड्रन सुलीको बाटो फोटो खिचिनु जो बाको छेउमा छ अनि के किन कच्च गरेको मेरो त भान्जा सबै एन्टी लाइट आएर कालो आयो उँधोबाट त्यस्तो हेर्दा चाहिँ राम्रो आयो सबै कालो आउँछ यो अठ्याउन्नमा आयो बाबा मलाई मोबाइल वाह त्यो केटोलाई यो भित्र जान्छ ओइ केटो भाबी बस भाबी त किन जाई थाहा न भान्जा टिका लाउने बेला हो त्यसो गर्नु एउटा पैसा झिकेर दियो त बुवालाई भान्जालाई दिनु के पैसा एउटा मात्र देऊ है पैसाको पोकै छ भान्जासँग ए बुवालाई आएको यो हो छन् पैसा किन चाहिएर बुवा उतै दिनु न पर्दैन यहाँ छ यही दिनु न बुवा त्यही हुन्छ बुवा पैसा छ अनि धेरै पैसा दिनु हुँदैन के मोबाइल दिएर फोटो खिच्ने ओइ सिजन के ल्याउनु त्यो भाइ हो त्यो ए भाइ फर्स्टमा कस्तो खालको बदमास केटा हो छिटो बासँग छिटो जा बासँग टिक लाउँछ टिको लाउने यहाँ बस छिटो जा भान्जा काखमा बोकेर बस्नु न मै खिच्छु ल सजिलो यहाँ ल काखमा बोकेर सोलुको बाल्टीको लागि ल ल यस्तो भाँगेरलाई के टिका लाउनु पर्यो सोलु आइज भने तँलाई भने हो त नि अनि किन त दाइ हो तिमी जाऊ टिका लाउनु भन्दा नमान्ने टिकै लगाउने होला नि तिमीले हो हेर भाइबाट कति ज्ञानी छ हेर त दाइ त्यतिलाई भन्नु पर्यो क्या हो बरु आइद्रो नसिते श्रीजम दशरथले शत्रु छेमा रागेर ऐश्वर्यको बुवा लगाइदिनु भयो भाइलाई अलिक कम नगर्नु है हेरे पढ्नु है सक्छ चाहिँ अलिक कम गर्नु भन्नु न यहाँ नि लु पर्दैन नातिलाई पठाइदिनु उतै झिकेर जाउँ न सिजना लु क्यास जी गर्नु पर्दैन खुट्टी धोइदियो खुट्टा हात दिनु न खुट्टा धोगाइदिनु भन्छ ल बस ल उठ लैजा उठि आइज लु खिचिदिन्छु त खिचिदिन्छु बाबाको ए बस म दिन्छु पखाउनु पसल जाऊ न पसल जाँदा रियल जुस किन जाऊ भुरालाई दिने पैसा यता आएछ यता आउने पैसा भुरालाई पनि भयो दिमाग काम गर्दैन
नु हस् भन्दै हुँदैन यस सर भन्दै हुँदैन यसो यसलाई के अरे लगाइदिनु भान्जा आउनु त तपाईँ यो दुइटै खिच्नु खै त्यो दुईजना नि लगाइदिनु पर्छ मम्मीलाई लगाइदिनु पर्दैन यहाँ आउनु त यसबाट फोटो मम्मीको टिकै लाउँदैन ओ मामा मामा फोटो खिच्नु अनि मामुले लगाइदिनु पर्छ भिडियो खिचेर यहाँ फेरि खिच्नुपर्छ है रोक्नु होला हुन्छ अनि फेरि त्यही क्लिक गर नगर्नु मामुले केही के दिनु पर्दैन ओ पैसा इ ल यस यहाँ थ्याङ्क यू मामिले त्यो लागि लु बस्नु ठुलो मामिले लागि यत्रो राम्रो आउँदो रहेछ नि पहिला मागिको हुँदो भयो ल त्यसलाई यसो लगाइदिनु भयो दुईजना लगाइदिनु यहाँ बस्ला यहाँ बस्ला मसँग मसँग भर्खर अब बाल दिने हो तिमीले मैले दिने ल बाल दिएपछि हुन्छ पैसा सबैजना दिनु पर्दैन के त राख्नु छ म कसरी भेट्नु होइन यसलाई होइन उनलाई चाहिँ यसलाई लगाइदिनु पहिला अनि त्यसलाई दुईजना लागि छोरो यहाँ बस् न छोरो मामी टिका लाएर ज्ञानी हुनु ल भनेको चाहिँ टेर्नु है हस् ल भन् दुईटा माग यहाँ बस बस लु पैसा छोरीको बाटो अब तिर्नु पर्दैन छोरो मामीलाई जे गर बुवालाई पनि गर बुवालाई पैसा पर्दैन हो बुवालाई पनि गर त्यसलाई पनि ल्याउनु लु यहाँ बस्छ किन उखो पारेको पनि हो यतिको नहुने यतिको नहुने ल काकीले लगाइदिने झिल्के काकीले लगाइदिने गीत पनि गाउँछु ए हो ल गीत गाउ त अनि झिल्के टिटो गाइदियो त मेरो छोरा सबभन्दा पहिला चाहिँ ज्ञानी हुनु अनि धेरै पढेर डक्टर हुनु ल आज बिरामी हजुरबा बिरामी निको पानी डक्टर हुनु आज भनेको त मेरो छोरा त कस्तो ज्ञानी छ कम गर्नु लगाइदिन्छ चकचक कम गर्नु छ है दौडिनु छैन ओके बेबी छोरो छोरो टुक्का के ओके बेबी म पनि पैसा दिने कि नदिनु त अम्म म क्यास त गाँथे धेरै बनाए केटाहरूले क्यासबाट नि भयो ल इस भान्जाले दिने ल खिच्नु भान्जा ल भान्जालाई दिने बेला पैसा थोरै हुने भयो नि त भान्जा आमा जिगा ल लिउ ए तेरो काकी अहिले अलिकति कमजोर छ अरे ल जे गर बनाउनु पर्दैन जे गर ल अब उठ ल भन्दा किन टिक लगाइदिनु भान्जालाई भान्जा आउनुहोस् कुन भिडियो भिडियो क्लोज गर्नु न क्लोज हुन्छ थिचौँ त्यसो गर्नु त